गाइस म त जन्तिर पुरानो जान लागेको अनि सानोतिनो भिडियो पनि बनाउँछु। ल मामा भान्जी है मामा भान्जी फुपू कस्तो महसुस हुँदैछ फुपूलाई? रमाइलो कस्तो नरमाइलो? ल केही छैन भइहाल्छ। ल ल ल रुनु रुनु माया छोरा फर्केर गइन्थ्यो जति पठाउन लाग्यो त्यही भएर मैले पछि बनाउँछु। ल ल हिँड्नुहोस् हिँड्नुहोस् गाडीमा लुगाइदेऊ गाडीमा लुगाइदिनु अरे छोरी त छोडिसकेको थियो अनि छोरी त छोडिसकेको थियो अनि जान पायो भने आफ्नो मात्रै जाने है ब्याउली छोडेर भन्न पाइयो बेहुलाको जुत्ता चाहियो अरे चाहियो छैन हामीलाई भाडा मती ठुलो कि भाडा ठुलो बुझाउँ त ठुलो मान्छे ठुलो कि भाडा ठुलो पहिला छोराले जाने बेला जाने पाइन्न मेटल भइरहेको यहाँ गाह्रो छ भाडा नै अहिले यहाँ आउन दिनु न अहिले यहाँ र जतितिर झ्याङ्की पाएर लाग्छ नि दिन्छौँ नत्र भने पाइन्न आज ढिलो बाबा छिटो आ भन्नु छोडेर जाने जाने बेला अघि नै अगाडि आले लगेमा त अघि नै अगाडि लाग्यो पाएन किन नछोडे अघि यत्रो नै छोडेर किन जाने बिहानै मान्छेसँगै अगाडि लाग्न पर्यो त अगाडि पठाएको के पठाएर पठिनु पर्यो नि बेहुली ल आउनु त दिदी
बेहुला चाहियो अनि बेहुला जानु पर्दैन बेहुला चाहियो अब बेहुला चाहियो ठिकै छ अरु के ढिलो नगर बेहुलाले अगाडि लगेर जाने कि बेहुला पठाउ त बेहुलालाई उता जाने भने यहाँ आउनु पर्ने भयो जति जाने ठिकै छैन आउनु पर्छ अहिले त बेहुलाको लागि बेटी चाहियो बेहुलाले अगाडि घर लाने मन छ अनि माथिबाट अगाडि हालेर लग्यो भने त छोड्दिने जान्छ न अब बेहुला बेहुली अगाडि जाऊ भन्नु हैन दिदी पनि कहाँ पछाडि लुक्नु पर्छ सरसरी हिँड्नु छैन छोड्दैपछि बिचारा केटी त पछाडि बस्ने बाध्य छ किन भन्नु त ए बेहुला आइज त यहाँ बेहुला चाहियो त्यसै जति लाग्न हुन् बेहुलाले लिएर त आएर हुँदैन बेहुलाले बोकेर लग्नु पर्छ बेहुला सिक्के चाहियो भन्छ बेहुला चाहियो सिक्के ए हजुरले सिकाउनु त रहेछ बेहुला चाहियो सिक्के चाहियो बोकेर लग्ने अब बोकेर पठाइदिन्यो नि त्यसो त काहीँ न दिन्छ हाम्रो बोकेर लानु ल ल बुझाउनु लाउनु भयो बोक लानु भन्छ अनि बोकेर तलसम्म त लग्न पाइयो त बोक ल गाडीमा हालौँ ल यो समस्या भयो यहाँ बेहुलो चाहियो जति अगाडि जाने भएन त नि जतिले देउटा अगाडि हालेर आउनु त अब के गर्ने ल गर त के गर्ने गर छोरी छोरी रहेछौ छोरी नाता भन्ने केही खोजेको ताली ताली बढाउँछ यही कान्छी छोरी पर्ने हो यही हो किरा भने अरे म ससुरा छु यार यहाँ अब यहाँ यस्तो छौँ त हामी जन्ती म झन् ठुलो ससुरा यहाँ छु म झन् शेर उहाँ झन् शेर ल दुःख गाह्रो जे जस्तो भए पनि राम्रो नराम्रो जस्तो भए पनि भयो हामी हिँड्यौँ छोरी बहिनीहरू मन छन् कि नदुखा ओए जानेछन् त नाइ म त भिडियोमा त बनाउँछु 500 ले दिनु खोज्छु जानु मन लाग्छ नि आइजानु न त केमा तिम्रो हो भना किमाले हो भना सुर्ती मर्दै मर्दै गयो जवाना सुर्ती मर्दै मर्दै गयो जवाना लास्ट जन्ती त लइयो नि यसले भ्याडी लइयो जन्ती गर्न छारो भने जो भइहाल्यो चालिरहेको आइजानु आउँछौ भने आवारा सारा किन तिमीले गर्दैछौ जानै गर्ने हो ढ्याङ्ग धगलले पर्छ त पित्त दुखाएर कसैको पित्त मिठा को जान्छ कान्छी जान्छ त्यही भएर यता केटाले कहिले रहनुहुन्न कि समस्या हुन्छ ल एउटा दुइटा शब्द भनिदिनु न त दुला दुलाईले के भन्ने
कस्तो लाग्यो यहाँको कस्तो लाग्यो हजुर सोध क्वेसनहरु हजुरलाई कस्तो लाग्यो यहाँको चलन मलाई एकदम राम्रो लाग्यो हजुरलाई मलाई सोध्नु हैन के पुनमलाई सोध्न पुनमलाई कस्तो लाग्यो ल राम्रोसँग गएर आइसक्यो त पुनम ल गाइस त्यही हो ल राम्रोसँग जानु होला है त फुपू चाहिँ पुसाई फुपूको ख्याल राखिदिनु होला फुपू हजुर थियो ल भएन भनेर हालिदिनु गाडीमा त्यहाँ गरिदिनु कसो सुत्ता हो यो नमस्ते नमस्ते खाली पैसा बाई बाई नरनु फुपू म त खान्न फुपू मलाई नदिनु बा कहाँ हुन्छ ए भोलि बाई बाई अभी त को झुन्डेको त्यस्तरी लगाइ जानुभयो उहाँहरू कस्तो लाग्यो त फुपू दुईटा फुपू ल गाइस फाइनली जानुभयो जन्तीहरू पछि भेटौँला ल म अहिले आज मेरो अङ्कलसँग छु है गाइस फाइनली भेटियो ल अरू केही भन्नुहोस् आज फुपूको जन्ती जानुभयो है ल बनाउनु सानो बुढिएको मान्छे कौन हो यो त माक्स लाएर बुढिएर छ त यता देखाउने यता वरिपरि
नाति यो भिडियो रेकर्ड गर्छ अहिले हजुर 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 छोराले पर्सि हालिदिन्छ यहाँ ड्याम्म लाएर म हालिदिन्छु पछि सुर्खेत गयो भने एडिट सिडिट गरेर हालिदिन्छु हेर्नुपर्छ है त अङ्कल ल बाई भनिदिनु बाई बाई